इन्द्रलोकमा सङ्कट पढेर कि कलिकालमा ठक्करमा पढेर कि राधे कृष्ण अझै आएन किन राधे कृष्ण अझै आएन किन हाम्रो घरमा गोरस छैन कि भक्त जन्ने मर्यादा तोडेर कि हाम्रो घरमा गोरस छैन कि भक्त जन्ने मर्यादा तोडेर कि राधे कृष्ण अझै आएन किन राधे कृष्ण अझै आएन किन वृन्दावन सहर बनिरह्यो कि वृन्दावन सहर बनिरह्यो कि यमुनाको लहर सुतेरह्यो कि राधे कृष्ण अझै आएन किन 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 वृन्दावन बिहारी लाल की एकपल्ट राधे राधे भन्नु न। गुरुदेव हजुर 22औं नम्बरमा यहाँ बस्नुभयो, महाराज श्री 23औंमा अहिले आइसकिन्छ, हिजो बस्नुभयो। भोलि नवराजी 24मा, माधव गौतमजी 25मा, मसँग 26, देवीले 27, गोपाल बस्छ 28 जना व्यास 28 हुँदैन फेरि। शास्त्रले 28 व्यासको व्याख्या गरेको छ। 28औं व्यासको नाम हो कृष्णद्वैपायन। भनिदिनु, स्वस्थानी माताको कृपा भयो भने 7 दिनमा एकै ठाउँ 28 जना कथा भन्ने पण्डित भेला हुँदा थियो, नबोलाइ भनिदिनु। राधे राधे भनिदिनु त। मान्छे एउटा पण्डित नपाएर गुरुदेव के गर्नु कसो गरौँ भनेर खोजिराखेको छ यहाँ। अनि यसै पनि यो सिद्ध भएन, विश्वको सबभन्दा ठुलो धाम भन्न सकिँदैन। ओल्डाङीमा जहाँ एउटा ब्राह्मणको घर छ, बाँकी छैन। त्यही होइन, यही हो नि यहाँको यथार्थ भनेको। 28 जना कथा भन्ने पण्डित भेला भयो। योभन्दा ठुलो स्वस्थानीको कृपा हुन्छ चाहिँ के? योभन्दा ठुलो स्वस्थानी माताको कृपा हुन्छ चाहिँ के हो? त्यसैले यो धाम विश्वको पहिलो धाम हो भन्ने अब हामी हिचकिचाउँदैनौँ, सिद्ध गर्छौँ। अब हाम्रो आरतीको समय हुनै आँटेको छ। अब आरती पछाडि महाराजजीहरू सबैजना आउनुहुन्छ अनि हामी अगाडिको प्रसङ्गमा